इटहरी उपमहानगरपालिकाको विवेकानन्द टोल हरियाली र सौन्दर्यकरणतर्फ उन्मुख हुँदै गएको छ। सडक किनाराका क्षेत्रलाई हरियालीयुक्त बनाउने उद्देश्यले मंगलबार रोटरी क्लब अफ इटहरी लगायतका विभिन्न संस्थाहरूले संयुक्त रूपमा वृक्षारोपण गरेका छन्। रोटरी क्लब अफ इटहरी, रोटरी क्लब इटहरी सुनसरी र सुन्दर हरैचाको संयुक्त आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर 8 मा पर्ने विवेकानन्द टोलमा वृक्षारोपण गरिएको हो। कार्यक्रममा कोइरालो, करबीर, सिरिज, शरीफा, अशोक लगायतका करिब 90 वटा बिरुवा रोपिएको जनाइएको छ। कार्यक्रम रोटरी क्लब अफ इटहरीका अध्यक्ष डेसे चौधरीको अध्यक्षता र वडा नम्बर 8 का वडा अध्यक्ष रोहित चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। रोटरी वर्षको सुरुवातसँगै पहिलो कार्यक्रमको रूपमा गरिएको वृक्षारोपण अभियानले हरियालीसँगै शहरको सौन्दर्यकरणमा टेवा पुर्याउने आयोजकहरूले बताएका छन्। कार्यक्रमको संयोजकत्व सुभाष बस्नेतले गरेका थिए भने विवेकानन्द टोलबाट टोलकी उपाध्यक्ष सीता अधिकारीको संयोजकत्व रहेको थियो। आफ्नो टोललाई सौन्दर्यकरण र वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले वृक्षारोपण गरिएको उपाध्यक्ष अधिकारीले जानकारी दिएकी छन्। टोलमा कार्य समितिका पदाधिकारी लगायत टोलवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो भने रोटरीका पूर्व अध्यक्ष लक्ष्मी धिताल, अनन्त विष्ट, बिजुबैनी श्रेष्ठ, निवर्तमान अध्यक्ष लक्ष्मी भक्त श्रेष्ठ लगायत रोट्र्याक इटहरीकी अध्यक्ष शीतल धिताल, सुनसरीको श्रीसा पराजुली र सुन्दर हरैचाका अनिल सिग्देलको उपस्थिति रहेको थियो। शहरलाई हरियालीयुक्त बनाउँदै वातावरण सन्तुलन कायम राख्ने अभियानमा यस्ता सामूहिक प्रयासहरूले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।